न्युरो ग गाउँबाटै झार्ने बेलै सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो होप सबैजना सन्चै होला अनि म पनि सन्चै भन्न चाहन्छु होइन। अनि आज चाहिँ ट्याक्क म चाहिँ दिदीको घर आएको थिएँ नि त हिजो भ्लग बनाएको थिएँ बनाउँदा तर एडिट गर्न झ्याउ लागेर चाहिँ म सुत्दिएको थिएँ अनि नहालिकन त्यो चाहिँ सबै भिडियोहरू चाहिँ मैले फालिदिएको थिएँ होइन। अनि फालेपछि आज चाहिँ एउटा भिडियो चाहिँ बनाउँछु लाइक होइन भनेर चाहिँ मैले बनाएको। अनि अब के भन्दाखेरि चाहिँ हेरौँ आजको दिन चाहिँ हिजो मम्मीहरू नि के अरे मेरो आमाहरू नि सबैजना यहीँ आउनुभएको रहेछ अनि दिदी पनि आउँदै हुनुहुन्छ अनि दिदीले बोलाएको थियो नि त ठुलो दिदीले अनि त्यही भएर हामी चाहिँ सबैजना यहीँ भेला हौँ भनेर चाहिँ आएको हिजो म चाहिँ अनि मेरो मम्मीहरूसँग सबै दिदीहरू सबै यहीँ आइसक्नु भएको छ र त्यही हो। अब म चाहिँ तल हाम्रो भनौँ न अफिसबाट एउटा प्रोग्राम राखेको छ अरे भनेर इन्फर्म त आएको थियो त्यही पनि अब नाम नटिपेको कारणले सायद म जान्न होला जस्तो लागेको थियो मलाई होइन। अनि सो त्यही हो हेर्दै गरौँ सबैजनाले अनि माया साथ सपोर्ट गरिराखिदिनु पऱ्यो क्या है। अनि त्यही त हो नि अब सुरुवाती पिरियडमा को पो हात्तै एउटा सक्सेस भएको र होइन। सो त्यही हेरिराखिदिनु होला है रा सुरुदेखि बाई 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 भन्नु त चुरोट नाच देखाउनु न पहले ही फैसला कर ले ये 50 शेड्स ऑफ बकचोदी मुझे समझ में नहीं आ रही है। क्या 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 चाहिए क्या किस चीज की जरूरत है तुझे। बिचारा प्याज गयो
हाम्रो चाहिँ अहिले आलुदम बनाएर खाने चाहिँ अनि त्यही भएर यहाँ चाहिँ काँक्रा साक्रा काटेर अनि त्यहाँ प्याज स्याज काटेर यी मान्छे रुँदै बस्यो यहाँ पिलपिल गर्दै अनि के हामी चाहिँ अब बनाएर खानुपर्ने हुन्छ होइन काँक्रा चाहिँ खानुपर्ने हुन्छ दाँते तिम्रो कालो छ है सो हामी चाहिँ निक्ल्यौँ अब अहिले यहाँदेखिबाट चाहिँ हेर्दै गरौँ अनि चाहिँ बाटोमा जानुपर्ने हुन्छ सो सबैजनाले हेरिदिनु होला होइन जाम अब के हुन्छ कसो हुन्छ भन्ने वगेरा खास त म जान्न भनेर बसेको फेरि जाम भन्नु लाग्यो नि त भन्नु लाग्यो बाई 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 सो म चाहिँ हामी चाहिँ निक्लिनु लाग्यो किनभने म चाहिँ बिहानदेखिबाट म जान्न भनेर बसिरहेको थिएँ अनि जान्न भनेर बस्ने क्रममा चाहिँ फेरि सन्तोष सरले जाम भन्नु लाग्यो अनि फेरि म चाहिँ अब निक्लिन्छु भनौँ न निक्लिनु लाग्यो होइन अनि सो त्यही अनि हाम्रो चाहिँ अफिसबाट एउटा प्रोग्राम राखेको रहेछ अनि प्रोग्राममा चाहिँ म जानुपर्ने हुन्छ अनि यहाँबाट कान्छु हेलो हेलो खोइ हात कत्रो काट्यो सो त्यो हामी चाहिँ जान्छ है त हेरिदिएको र सो साथी हो म चाहिँ अहिले हामी यहाँ तिनजना चाहिँ यहाँ बाटो भुलेर भन्ने कि बाटो घुमेर भन्ने कि अब के भनेर होइन यहाँ बसेको र अब यो बाटो हो कि होइन थाहा होइन अब त्यस्तै भयो यहाँ चाहिँ जस भ्यू चाहिँ राम्रो देखिँदो रहेछ त्यही रमाइलो लाग्यो अनि घुम्दा फिर्दा आउनु त आयो माले बाटो होइन गुम्बा त आउनु त आयो तर कता हो थाहा छैन हेर्नुहोस् है त हाम्रो सब्सक्राइब हामीले सबैजनाले होइन हामी चाहिँ अहिले मन्डी आएको अनि के अरे हाम्रो उसको लागि हो नि त खास भन्नु है अनि मन्डीमा चाहिँ टक्क हामीले चाहिँ अब चाहिने सामानहरू चाहिँ टक्क किन्नुपर्ने हुन्छ अनि हेरौँ अब यहाँतिरबाट चाहिँ हामीले उस गरेर चाहिँ लिएर जानुपर्ने हुन्छ र हामी चाहिँ 4 जना आएको छौँ धेरै महँगो भयो न्युरोको गाउँबाटै झार्ने धेरै त्यस्तै महँगो भनिदिएर कति गरिदिनुहुन्छ त नि अलिक मिलाएर दिनु न धेरै चिज लानु छ हामीले चाहिँ टक्क अब यहाँबाट केरा पनि ल्याइसक्यो होइन अनि हेर्नु सक्नुहुन्छ यो वेलकम है त ल ए केरा सस्तो बार्गेनिङ हान्ने हाल्ने नि म के वेलकम केरा चाहिएको तपाईँलाई
हजुर केरा चाहिएको खानालाई होइन होइन यो मैले चाहिँ हल्का बार्गेनिङ गरेर दिनु लाग्यो तपाईँलाई मार्केटिङ गरेर किन फ्रीमै दिनु न सो हल्का अनि जो होला। दिनुपर्छ सरहरू चाहिँ पुरा देख्न सक्नुहुन्छ पुरा ब्लगहरू घुम्दैछ सो अहिले चाहिँ हामी चाहिँ यहाँ हुन्छ नि सामानहरू लिएर जाने सामानहरू चाहिँ सबै उस गरिसक्यो हामीले चाहिँ यो चाहिँ चिबेढुङ्गाको मन्डी हो अनि मन्डीमा खुवाएर छ भनेको चाहिँ एकजना भ्लगिङ नि धेरै लामो भयो भने पनि कस्तो हुन्छ कि पुलबाट चढ्नुपर्ने हुन्छ यहाँ अलिकति तल गएपछि त्यहाँबाट चढ्यो भने चाहिँ एउटा चिब्लेढुङ्गा जाने बस पाउँछ चिब्लेढुङ्गा रे के भन्छ पृथ्वी चोक पुग्ने ठाउँ पुगेर यताबाट जाऊँ भने चिब्लेढुङ्गाबाट जान्छ नि त साथै जानु त त्यो पनि यहाँबाट जानुपर्छ कि म त यहाँबाट चाहिँ जानुपर्ने यो तल अहिले उहाँ तल गएर बस्दो रहेछ क्या पुरा तल पुग्नु झ्यामाउने रहेछ होइन पृथ्वी चोकमा बसेको होइन त्यहाँबाट जानुपर्छ जस्तो पोखरा भनेर पृथ्वी चोकलाई चिनिन्छ है ल साथीभाइहरू घाम भनेको त ल यसको रहेछ अहिले चाहिँ म यहाँ के अरे हर्कुन चोकमा आइसकेँ होइन सुजामा भन्छ अब चाहिँ उसमा जानुपर्ने हुन्छ त्यही रात परिसकेको छ नि त होइन हेर्दै गराएको ल के गराएको छ बेलुन खेलिरहेको छु के गएपछि हेर्नुलाई त छ्यामा चाहिँ अब बेलौती राखिदिनु भयो अरे भन्थ्यो हेर्नुहोस् पूजाको महिमा जोरसे ताली अझै हाम्रो भजनद्वारा उच्चारण गर्न आइरहनु भएको उहाँहरूलाई पनि पाकिट बेलौती भन्छ नि फेरि फेभरेट हुन्छ आज के अरे मेरो माया दिदीको फ्यामिलीलाई वेलकम त्यसको पार्टी दर खाने हेर्नुहोस्
आउनुहोस् स्पेसल आम्बो चिकन ग्रेभी विथ मुला र आलुको अचार आलुदम आलुदम यो लेखमा पाउने निङ्ग्रो कल्लोडी सेलरोटी हाम्रो लागि भनेर त्यत्रो बनाएर राखिदिनु भयो आमाले यता कतिवटा यस्तो बाँदर बाँदर हो कि बाँदर सो त्यही हो म चाहिँ अहिले यहाँ आइपुगिसकेँ अनि बसिरहेको सो सबैजनाले राखिदिनु होला 500-700 राखिदिनु होला तपाईँहरूले चाहिँ कमेन्ट मलाई लाइक गरेर एउटा कमेन्टमा चाहिँ बेला चाहियो भनेर भन्न सक्नुहुन्छ र म एउटा ल्याइदिनु सक्छु यति गरे बाबालाई फेरि सो त्यही भन्दै आजको ब्लग चाहिँ एन्ड गर्न चाहन्छु धेरै अँध्यारो पनि भइसक्यो अनि कति कुराहरू गर्नु थियो छुट्यायो होइन त्यही हो राखिदिनु होस् सबैजनाले हस्त सबैजनालाई बाबा भन्दै आजको ब्लग यही समाप्त गर्न चाहन्छ हस्त नमस्ते बाबा